यो चाहिँ आज यो दसैँबाट टिका लगाएर कमाएको पैसा अरे निशानको यो चाहिँ दसैँबाट नपाए नि अब यस्तै हो यसै पनि अब हामी चाहिँ यहाँ कता जान लाग्यो भन्दा चाहिँ आज दसैँको पार्टी रहेछ अनि त्यसमाथि हामी चाहिँ यहाँ केटाहरूसँग 3 जना भएर अहिले जान लाग्यो त्यहाँ हल्का यहाँबाट हाम्रो लगभग 5 मिनटको बाटो भनौँ न लगभग यहाँबाट जान लाग्यो अहिले चाहिँ अब दसैँ छैन अनि हामी चाहिँ म चाहिँ टिका लगाउँदिनँ अनि मान्छे घरभित्रै छ के भन्नु त्यस्तै हो दसैँ चाहिँ पहिला नि लाग्थेन अहिले नि लाएन अब योचोटि नि खल्लो भयो भनौँ न है अब सर गइन्छ अब के छ के कस्तो छ रमाइलो त्यसमै हेरिन्छ दारूसारी खाएर रमाइलो गरेर ल अब हेर्दै जाउँ होइन अब बिस्तारै जाँदैछ के अरे हामी चाहिँ यो पैसा चाहिँ अब तपाईँहरूले यो के अरे गिफ्ट दिने भयो भने चाहिँ राखेको छ राख्ने रे एक ठाउँमा अनि लिन आउन सक्नुहुन्छ है यो चाहिँ लोकेसन कहाँ भन्दा चाहिँ अब हेर्दै जानु होला त्यसपछि म लोकेसन एड गरिदिन्छु त्यहाँबाट लिन सक्नुहुन्छ कहाँ राखिदिन्छु यत्रो कतिको 1000 चाहिँ राखिदिउँला दान दसैँको दान अनि तपाईँहरू सबैलाई ह्याप्पी दसैँ अनि दसैँ मनाउन नपाए नि अब यस्तै हो यसै पनि कार पार्किङ हो हेर तर अस्ति खतरा रमाइलो गरेको थियो नि यहाँभित्र पुरा गीत बजाएर ट्याँ 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 गर्दै त्यो एउटा हुन्छ नि त्यो के अरे प्रोग्रामको पछाडिको होइन बास्केटबल खेल्ने ठाउँको हो ए गएको त यहाँ हेर न कस्तो खाली ठाउँ कता पार्किङ हेर अझ मजाले पानी पर्छ त्यो भएर हल्का शीतल नि भएछ अनि जाडो नि बढेको त्यही हो कि अस्तिको त्यो रमाइलो त्यो गरेर यिनीहरू त्यो मिलाएको अब चाहिँ लगभग आउन लागिसक्यो हामी चाहिँ हाम्रो डेस्टिनेसन अब त्यो के अरे हुन्छ नि त्यो रमाइलो गर्ने ठाउँ चाहिँ हाम्रो त यो ठाउँ चाहिँ यही रहेछ होइन यो रेडी गर्न लागेको चाहिँ आज चाहिँ यो स्टेज सब रेडी भएको रहेछ अब चाहिँ बिस्तारै सुरु हुन लागेको रहेछ भनौँ न है अब कुन बेला सुरु हुन्छ त्यो चाहिँ मलाई थाहा भएन डेट चाहिँ थाहा भयो अलिकति थाहा नभएर चाहिँ अब निशानहरूले मलाई छिटो ल्यायो भर्खरै स्टेज चाहिँ यही रहेछ यहाँको आजको कुरुमेको हेर्न सक्नुहुन्छ अब कता जाने अब चाहिँ यहाँ रेडी हुन लागेको रहेछ है भनौँ न अब यहाँको माहौल चाहिँ अब बिस्तारै ल ओके चित पनि पुरा बज्न लागिरहेछ अब हेर्न सक्नुहुन्छ रिपोर्टर यस्तै भएछ आजको त चाहिँ यहाँ भोलिसम्म कार्ड आएको रहेछ है भर्खरै यहाँ हेल्प गर्नको लागि अनि उता स्वयंसेवक बनिसक्यो हाम्रो यहाँ निशान आजको लागि